Hello, happy birthday to you. Happy birthday to you. Birthday call को फेरि मम्मी फेरि यता यता हेर्दै त भने मम्मी त लु आमालाई नै लाज लागिरहेछ लु 17 को चाहिँ फुक्नु अरे ओइ सञ्जय आइज छिटो कहाँ हराउँछ यो चाहिँ फेरि यसलाई पर्खिँदा सेला गर्छ हो यस्तो हो तरिका हेलो गाइज वेलकम न्यू डे न्यू ब्लग में फेरि पनि आज एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु हैन भिडियो के को बारेमा भनेर त चाल पाइसक्नु होला थम्बनेल टाइटल हेरेर र अब ढिलो नगरिकन भिडियोतिर जाउँ गाइज आज चाहिँ हाम्रो भान्जीको बर्थडे परेको हुँदा चाहिँ केक काट्नु तयारी बसिरहेको हामी भान्जीलाई चाहिँ एकदम सरप्राइज दिएको तर यहाँ मामाहरू हराउनु पर्यो भान्जी चाहिँ रेडी वेटिङमा मामाहरूको वेटिङमा भान्जीलाई चाहिँ अलिक लाज लागिरहेको छ फेरि केक दामी रहेछ ल ओहो के लेखेछौ बुझ्दिनँ त म त ल यता हेर्नु त भान्जी बर्थडेमा कस्तो लागिरहेछ मलाई एकदम अनौठो लागिरहेछ के भयो अन्त तर होइन भान्जी भित्रैदेखि खुसी हुनुभयो रहेछ ल यता हामी चाहिँ बर्थडे गर्लको फेरि मम्मी फेरि यता हेर्दै त भने मम्मी त लु आमालाई नै लाज लागिरहेछ लु यता चाहिँ हजुरआमा हुनुहुन्छ होइन हाम्रो भान्जीको बर्थडे गर्लको उता सुनिल मामा अरू 3 जना मामाहरू चाहिँ फेरि बाहिर अर्को यहाँ हाम्रो सञ्जय कहाँ गयो यहाँ सञ्जय भाइ हराएर चाहिँ वेटिङमा छौँ गाइज हामी चाहिँ होइन सञ्जय भाइलाई पर्खिरहेको कहाँ हराएर त्यो फेरि यहाँ केक काटौँ भनेको किन यो दिउँसै चाहिँ किन गर्नुपर्ने हो भान्जीको बर्थडे दिउँसै जन्मेको हो र ए त्यस्तो चाहिँ हो अघिदेखि 17 पुगेर 18 लागिसक्यो यो क्यान्डल रहेछ नि त 18 कलेज ड्रेसमै हुनुहुन्छ भान्जी चाहिँ फेरि अघि मनाएर आएको होला म साथीहरूसँग भान्जी होइन त्यही भएर ढिलो भयो ल यता चाहिँ हाम्रो यो पल्लो घरको भाइलाई बोलाउँदैछौँ यहाँनिर सञ्जय कहाँ गयो ओइ सञ्जय आइज छिटो कहाँ हराउँछ यो चाहिँ फेरि यसलाई पर्खिँदा सेलाइसक्यो छिटो आइज ल गाइस अब हामी केक काटेपछि हेर्नुपर्छ ल क्यान्डल बाल्न सुरु भइसक्यो हाम्रो भान्जीको चाहिँ त हावा फेरि नाङ्लोले छेकिराख्नु भएको छ उता त्यतैबाट ल ल ए लो happy birthday to you happy birthday to you ए नाङ्लो हावाले गइसक्यो बर्थडे आजदेखि 18 वर्ष लागेको मेरो छोरी हैन नाङ्लो काट्दिसक्यो पानी परेको थियो भान्जी जन्मेको साल ए ल हुन्छ त्यो 18 को फुक्नु पर्दैन 17 को चाहिँ फुक्नु अरे 18 को चाहिँ नफुक्नु एक के लु थाहा थिएन हामीलाई जस्तो कुराहरू होइन केक पनि काटेको छैन हामीले चाहिँ फेरि बर्थडेमा ल केक कटिङ भइसकेको अवस्था हाम्रो चाहिँ भान्जीले काट्दै हुन्छ ल केक खैको नि त कसो भन्नुपर्छ लु हेरौँ ल के छ ल के गर्छ हो ल यस्तो हो तरिका केक लु भान्जीले जसको मम्मीलाई ल हुन्छ आमा छोरी
भान्जीकै अनि त्यो सबै केक यसलाई चाहिँ यो अहिले टिका लगाइनुपर्छ अलि ठुलो आँगन हौ हो त्यस्तो जल दिनु पर्यो नि त हो त्यस्तो यो कपाल चाहिँ यस्तो गर्न केक त अलिअलि दल्नुपर्छ त बर्थडेमा ल अब मेरो गिफ्ट अब पछि अब 82 सालमा टेबल चाहिँ तर खाली छ साँच्चै भान्जीको होइन गिफ्ट चाहिँ छैन है यसपालि बर्थडेमा साथीले दिएको तर यस्तोहरू दिएको रहेछ साथीहरूले भान्जीलाई होइन ल देखाउनै लजाइरहेछ गिफ्ट दुई तलाको ब्रेसलेट बनाइसक्यो नि त 84 साललाई सरप्राइज दिएको क्या ए मोबाइल भन्ने त त्यही चुरा दिएको खुसीले झन्डै ढल्नु भयो होला भान्जी त सुन भनेको त काम लाग्छ नि त सुन भनेको काम लाग्छ ल ल ल ल ओ सुजाउ होइन कुखुरा काट्नु तँलाई केक काट्न आइज भनेर यसरी इसारा गर्छु केक काट्न आइज भन्छु त यसलाई चाहिँ कुखुरा काट्न आइज भनेको यो चाहिँ यसलाई चाहिँ म चाहिँ केक काट्न आइज भनेर इसारा गर्छु त्यो कुखुरा सम्झेछ यसले चाहिँ अनि आज के हो भन्ने कुरा त थाहा थिएन आज के हो भन्ने कुरो आज कसको बर्थडे हो थाहा थिएन तँलाई कहिलेदेखि हो ल हामी त धेर खाँदैनौँ हो हामी त गुलियो फेरि धेर खानु हुँदैन आइज सन्जय हाम्रो भाग पनि आइसक्यो केक चाहिँ त हाम्रो सन्जय भाइको है काले आइस त भाइ यार अलिक लाइटमा आइजनु यता मेरो यता सुनिल भाइ ल हामी चाहिँ केक खानु व्यस्त भान्जीको बर्थडेको फेरि हो यता अमृताले चम्चीले त सन्जय मलाई नि के ला के हो त्यो काटेर हुन्छ उयो अर्का ल सिङकै भेटिरहेको केकमा भन्यो फेरि बबाल बनाइदिउँ कुन बेकरीको खाँदा खाँदै सिङ्का भेटाइयो केकमा भने पूर्वाञ्चल बेकरी केक खाइयो भने अब चाहिँ कोकतिर फेरि अहिले चाहिँ होइन सुरुमा केक खाइयो अब कोकतिर भान्जीको बर्थडेमा उता हो भाइहरूले पनि खाँदैछ कोक चाहिँ अब फेरि उता हो खै उता कता हो उता सब्जी पनि छ हाम्रो मासु भुजाको व्यवस्था पनि हुँदैछ यहाँ चाहिँ प्याज स्याज काट्यो रेडी होइन भान्जीले चाहिँ उहाँ पुरै सार्दै हुनुहुन्छ आजको बर्थडे गर्ल चाहिँ कलेज ड्रेसमै हुन्छ तर भान्जी ल यस्तो चाहिँ टेबलहरू चाहिँ अलिकति भरिनु पर्ने हुन्थ्यो के हो ए ठिकै छ बदम खाने गर्नु अलिक सम्झिने बानी हुन्छ भान्जीको यहाँ सानोतिनो बर्थडेमा ल यस्तो चाहिँ व्यवस्था छ मासु भुजाको यस्तो छ यता यस्तो छ कोकसँग ल सानो बर्थडे गर्दै गयो होइन भान्जीको होइन सानोतिनो बर्थडे गर्दै गयो यसो मासु कोक अनि यसो अब मामली गाउँ हो खासमा चाहिँ भान्जीको यो मामली घर हो त्यही भएर यसो छिमेकी मामाहरू यहाँ हामी भेला भएर चाहिँ सानोतिनो बर्थडे गर्दै गयो गाइज ल फेरि बर्थडे गर्लको आमा चाहिँ बिरामी भएकै ए आँखा पाक्ने रोग यस्तो लिएर चाहिँ नआइजाइलो गाउँमा है कि चस्मा लाएर हिँड्नु सक्छ नि आँखा पाक्नेले त हौ ल गाइज आजको भिडियो हाम्रो भान्जीको बर्थडेको भिडियो यति नै होइन खाइयो पियो ल
रमाइलो गरियो जस हल्का सानोतिनो बर्थडे पार्टी गरियो आज चाहिँ भान्जीको के कस्तो लाग्यो हेरिदिनु भयो धन्यवाद भन्दै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु भन्दै आजलाई टाटा बाई बाई फेरि नेक्स्ट ब्लगमा भेटौँ गाइज